वेलकम ब्याक टु माई च्यानल सेवा नमस्ते। अनि म चाहिँ स्कुल जान आँटेको होइन अहिले। अनि धेरैजनाले सोध्दै हुन्थ्यो म चाहिँ कुन स्कुल पढ्छु भनेर। म चाहिँ फनबिन पढ्छु। अन्त अनि अब भ्लग चाहिँ म अब स्कुल अहिले जान्छु अनि फर्केर बनाउँछु होला भयो भने। अनि फनबिनको ड्रेस चाहिँ हेर्नुहोस् है कस्तो छ। यो चाहिँ हो फनबिनको स्कुल ड्रेस होइन। अनि म चाहिँ फनबिन पढ्छु। अनि यो चाहिँ रितामोडमा छ। अब म भरे जान्छु अहिले चाहिँ। अनि भरे आएर भिडियो बनाउँछु भयो भने। एकैचोटि भरे स्कुलबाट आएर बनाउँछु ल। हेलो एभ्रिवान, अहिले चाहिँ म सतासी जाँदैछु के सामान किन्नको लागि। अनि अहिले चाहिँ हामी बाबा अनि सामानहरू यो चाहिँ हो सतासी होइन। यहाँ माथि चाहिँ पार्टी प्यालेस पनि छ। अनि यहाँ बे हुँदो रहेछ, यहाँ बे पनि हुँदो रहेछ। अब हामी चाहिँ तल डिपार्टमेन्टमा जान्छ नि त, अब जान्छौँ ल। अब हामी सामान किन्छौँ अनि त्यहाँदेखि अच्छा सामानहरू किन्दै हुन्छ कि। मम्मी चाहिँ कहाँ जानु भने अब मम्मीलाई खोज्नुपर्छ है। मम्मी वेयर आर यु, कहाँ हुन्छ तपाईँ? इधर इधर लेट्स गो दिस वे। ओह शी इज हियर। टुक्लुङ टुक्लुङ टुक्लुङ। हेलो, चाहिँ हामीले किनिसक्यौँ। अब चाहिँ हामी घरतिर हान्छौँ। अब बाई बाई। यहाँ माथि जाँदा हुन्थ्यो बाबा, खाएर आउँदा हुन्थ्यो। माथि गएर गुवाम गफ खाएर आउँदा बे रहेछ क्या। अनि हुनुहोस् कसलाई के थाहा। त मैले त्यो चोकोबार पनि खाएको, आधी खाइसकेँ होइन। अनि मैले त्यो लुगा हल्का हल्का लागेको थियो तर पनि खाइदिएको। अहिले चाहिँ हामी उता गएको हो क्या, यतिकै हामी चाहिँ डुल्दैछौँ होइन। मेरो चाहिँ लास्ट टाउको दुखो होइन। मैले भर्खर दबाई खाएर निस्केको हो। अनि अलिक फ्रेस हुनुको लागि निस्केको। अनि बहिनीसँग जाँदैछु क्या, यस्तो टाउको दुखिरहेको छ नि। अनि तपाईँहरूलाई शान्ति टोल देखाउँछु ल। चाहिँ हो शान्ति टोल। शान्ति टोल यहाँदेखि जाने यस्तो गरी। अनि यो वेमा यहाँदेखि आएर शान्ति टोल हुन्छ। अनि त्यसरी स्वाट जाने हो। ल अब जाउँ ल। जानुपर्छ अब। यतिकै डुल्छौँ, यतिकै हिँड्ने हो होइन। रोडमा अलिक फ्रेस हुन्छ अनि घर चल्दैछौँ ल। अनि यहाँ चाहिँ हस्की छ क्या हाम्रो गाउँतिर। अनि हेर्नु यहाँ दुईवटा हस्कीहरू हेरेको, लाइक दुइटै हस्कीहरू होइन। एउटाको चाहिँ हेलो, ए दुइटाकै आँखा अर्कै अर्कै कलरको हुँदो रहेछ, चेन्ज हुन्छ उनीहरूको आँखा हो। हामी चाहिँ यहाँ गुरुङ टोल आइसक्यौँ होइन। घुम्दै घुम्दै यहाँ हो, यो चाहिँ हो गुरुङ टोल। हामी चाहिँ गुरुङ टोल आइसक्यौँ। बुद्धनगर ए यो बुद्धनगर गुरुङ टोल भनेर चिन्छ क्या यो बुद्धनगर हो। हाम्रो घर चाहिँ अर्को लाइनमा हो क्या। अनि हामी चाहिँ त्यो आएको बुद्धनगर टोल बस्ने ठाउँ अरे। यहाँ चाहिँ यस्तो चक्क बनेको छ होइन। तपाईँहरू यता साइडमा जाने हुन्छ ठ्याक्कै देखिहाल्नुहुन्छ क्या। अनि योदेखि ठ्याक्क अर्को साइड, दुईवटा साइड कटेपछि चाहिँ हाम्रो टोल आउँछ। त्यहाँ चाहिँ हो मेरो घर। Wow, nice ass. Oh my god, I love it. Oh, yes. Yes. Come on. हाम्रो स्कुल पनि यही वेमा जाने हो। अनि यतापट्टि चाहिँ आइहाल्छ, घर छेउमै छ स्कुल फनबिन। ल अब चाहिँ हामी जान्छौँ ल। फेरि ब्याक भइसक्यो होइन। अस्तिको भिडियोको हो त्यो क्लिपहरू चाहिँ होइन। आज अनि माता तिथि औँसी हो। सबैजनालाई माता तिथि औँसीको धेरै धेरै शुभकामना, सबै मम्मीहरूलाई होइन। अलिक अस्तिको भिडियोदेखि आज कन्टिन्यू गरेको हो क्या मैले चाहिँ। अनि यो भ्लग भरे आउँछ नि त। अनि आज स्कुल पनि लाइक लाग्छ तर हामी नगएको। अनि म चाहिँ त्यति अल्छी छुइनँ नि त। अनि म यस्तो नुहाइराख्छु क्या। दिनमा कतिचोटि नुहाउँछु नि त? 2-3 चोटि नुहाउँछु। अब म चाहिँ नुहाएर आउँछु ल। साथीभाइहरू नुहाएर आउनु पर्यो यसो टक्क ल्याएर। अनि म चाहिँ नुहाएर पनि आइसकेँ होइन। अब के गर्नु, मेरो मम्मी जस्तो होइन नि त म, अल्छी होइन नि त म, छोरी पनि होइन यस्तो। नुहाइराख्छु म टिका सिका लगाएर। ओए भन्नु के हो? अब चाहिँ म टिका सिका लगाएर यता खाउँछु ल एकछिनमा। आज चाहिँ उतो हो नि त मदर्स डे। अनि त्यही भएर एकछिन मलाई
लाउँदिनँ अनि आज चाहिँ के अरे मदर्स डे हो नि त अनि हामी चाहिँ हल्का सानो तिनो गर्न आँटेको होइन धेरै केही छैन यति हो होइन अनि यहाँ मम्मी बसिरहनु भएको छ अनि यहाँ गइसकेर चाहिँ हामी मम्मीको माइत जाने बुझ्नु होला नि मम्मीको माइत आमा ल अनि जान्छौँ अनि हेरौँ ल अब टिका लगाइदिन्छु अब हामी चाहिँ अब लाउँछौँ ल लड्डुले कसले आँखा लगाएछ पाएन अरे नि उसले दिएको है यो चाहिँ कमाएपछि अलिक धेरै दिने हो यो आएर अब ल्यान्डवे आयो ल्यान्डवेले मेरो छोराको छोरा भन्दा के अरे पैसा भन्दा नि माया दिनु पर्यो इज्जत दिनु पर्यो क्या तिमीहरूले लड्डु खुवाइदिनु त मम्मीलाई कमाएर दिन्छ नि कत्रो दिएको मम्मीलाई बिचरा मम्मीले त्यत्रो खानु सक्नुहुन्न अब चाहिँ हामीले टिका पनि लगाइसक्यौँ अब म बाबाहरू खाना भनेको यति नै हुन्छ अब चाहिँ हामी मम्मीको माइत जान्छौँ अब त्यहाँ गएपछि एकैचोटि देखाउँछु ल किन बाउलाई चाहिँ नदेखेको क्यामराम्यान चाहिँ हाम्रो बाबा नदेखेको त्यत्तिकै बन्द गर्नु आँटेको रहेछ मेरो त्यो होइन मामा ल अनि यो चाहिँ अतिथि सदनमा छ क्या यही हो मेरो मामा ल यो चाहिँ बितामको संसदी रोड जाने एकतालमा यो संसदी रोडको अनि अतिथि सदन भन्ने ठाउँमा छ अनि यहाँ हामी आइसक्यौँ होइन अब चाहिँ टिका लाउनुहुन्छ अनि यहाँ चाहिँ हेलो भनिदिनुहोस् बोली पनि फुटाउनुहोस् न हेलो अनि अब चाहिँ मम्मीको टर्न मम्मीलाई लगाइदिँदै हुनुहुन्छ मेरो टर्न अजिलाई लगाइदिनु मलाई रसिलो रसिलो कागती पनि आउँदैछ है अब बडा भैया दाजुको मेरो नातिलाई रोक्न लाओस् अब मैले चाहिँ लगाएँ खै यत्तिकै हाल्ने चाहिँ पैसा पायौँ 100 रुपियाँ खाइदिनु टिका लगाएर पायौँ एकचोटि देखाउँछु ल यो बहिनीलाई लिन आएको छु म चाहिँ भ्लग बनाउँदैछु होइन बहिनीलाई लिन आएको बाल्मिकी स्कुल अब तपाईँलाई म बाल्मिकी यसो देखाइदिन्छु ल यहाँ चाहिँ आलसी पनि पढ्दैछु होला बिचरा अहिले होइन तर हामी चाहिँ पुरा बनाउँदैछु मान्छेले मलाई हेर्दैछ तर पनि म बनाउँदैछु हामी चाहिँ यहाँ के अरे त्यसमा आएको कि अनि मलाई हेर्दै दिदी हेलो अरे हेर्नु न कत्रो उतोहरू हुन्थ्यो अनि मलाई हेलो भन्दै हुन्थ्यो अनि मैले हाई भनेँ अनि मैले बहिनीलाई पनि लिइसकेँ बहिनी खै हेलो भन हेलो होइन बहिनीलाई यस्तो बनाएपछि यस्तो बनायो भन ओके अब हामी अब घर जान्छौँ होइन वा हेर्ने कटर कस्तो राम्रो अब हामी घर जान्छौँ ल यो बाल्मिकी स्कुल क्या अनि आजको भिडियो चाहिँ यति नै हुन्छ आज चाहिँ धेरै रमाइलो भयो आज मदर्स डेको दिन होइन अनि आज म घरमा टिका लगाएँ मामालाई गएँ अनि मैले टिकटक भिडियोजहरू पनि बनाएको छु कजनहरूसँग मेरो दाइ दिदीहरूसँग त्यो चाहिँ तपाईँहरूले टिकटकमा अवश्य पनि हेर्नुपर्ने हुन्छ हेर्नुभएको छैन भने अहिले गएर हेर्नुहोस् अघि चाहिँ म चाहिँ बाल्मिकी स्कुल गएको थिएँ नि त मेरो बहिनीलाई लिन अनि त्यहाँ पनि धेरैजनाले चिन्नु भएको रहेछ क्या मलाई अनि सबैजनाले मलाई हेरिरहनु भएको थियो होइन अनि बोल्नु पनि भयो अनि अलिक म चाहिँ अलिक लजालु टाइपको छु नि त तर बिस्तारै बानी हुन्छ होइन
अनि हेलो दिदी भन्दै हुनुहुन्थ्यो तर मभन्दा सिनियर हुन्थ्यो क्या अनि म चाहिँ हेर्दा कस्तो सिनियर जस्तो देखिन्छु क्या सबैले माया देखाइदिनु भएको थियो एकदम खुसी लाग्यो होइन पहिलाको पालि पनि लाइक कन्सर्टमा गएको थिएँ म गाउनुको लागि अनि त्यहाँ पनि धेरैजनाले फोटोहरू खिच्नु भएको थियो म चाहिँ अब अलिक घोसी परेँ बोल्नै नजान्ने अब बिस्तारै बानी हुन्छ नि त अब अर्कोचोटि आउनुभयो भने चाहिँ म कसम दिल खोलेर बोल्छु होइन भन्ने मैले सर्त लगाएँ अन्त इफ यु लाइक द भिडियो प्लिज डु सब्सक्राइब एन्ड लाइक यति भन्दै आई वान्ट एन्ड माई भिडियो हियर सो बाई बाई